हेलो नमस्ते। यो मैले मेरो यो भतिजोको ढाडको समस्या होइन, अब यो सधैँ यो हुन्छ भने म त्यो पनि भन्नुला होइन। अब आज दोस्रो दिन हो, पहिलो दिन आज आरामले सुतेको सुतै हेर्नु यस्तो हुन्छ। त्यसलाई त्यो जुन बिमारलाई हो त्यसलाई मजाले रिल्याक्स भयो क्या। त्यस कारणले योग डेली गर्नुहोस्, एक दिन गरेर हुन्न, एक कुन्द्रो मात्रै हुन्छ। र आज पनि म चाहिँ एकपल्ट गराइदिन्छु। यो अब यी चेकअप गराउन आएको मान्छे चेकअप सेकअप गराउँदिनँ, म जान्छु, अलिक ठिक हुन्छ अब म गर्छु भनेर भनेको छ भन्न चाहिँ होइन। अब गऱ्यो भने ठिक भइहाल्छ। मैले पनि खोइ अपरेसन कति ठाउँमा भन्नुभयो डाक्टर साहबहरूले, मैले अपरेसन गरेको छैन। यो तर गर्नु चाहिँ पर्यो, जे कुरा पनि गर्नु पर्यो। तर दुखाइ कम गरेर अनि योग प्राणायाम गर्ने हो। म सबै कुराहरू बताउँछु, सबै कुराहरू कसरी गर्ने हेर्नुहोस् है त। पहिला त हामीले सन्चो पार्नु पर्यो, सन्चो पार्नु पर्यो। अब जस्तै हिजोभन्दा धेरै आराम भएको छ नि, हो। मजाले सुताइ त मजाले भयो भने त आराम भइहाल्यो नि होइन। त्यो अब जुन ठाउँमा हो त्यो ठाउँमा चाहिँ अब सुरुमा दुखेको छ असाध्यै भने यो दुखाइ कम गर्ने है बाबु, दुखाइ कम गर्ने। अब कसरी गर्ने हो, अब त्यो मैले चाहिँ अब यसरी गर्छु। सबैले आफ्नो आफ्नो तरिका हुन्छ। कि रेस्ट गरेर दुखाइ कम गर्ने, दबाईहरू दुख्न कम हुने दबाईहरू लगाएर, अनि त्यस पछाडि यो तरिकाले यो मसाज गर्ने होइन। यो तरिकाले मसाज गरेपछि नसा पुरै कहाँ चेपिएको, अब यहीँ हो हाम्रो त होइन, यहीँ ठ्याक्कै जोडमै यो हाम्रो माथि र तलको जोड होइन। अब यो मसाज तेलले पुरा, यो त 13 जडीबुटीको छ होइन, यसले एकदम काम गर्छ। अब दुख्न यसले कम हुन्छ है। अब योगा हामी सुरु गरौँ यसको बारेमा है। बुझ्नै साथीको बराबरमा यति है। हात उठ्ने हिजो अनि बिस्तारो हात थोरै उठ्ने, थोरै यसलाई बसाइरहने, माथि हेर्ने। 1 2 3 4 5 6 7 8 9 10 फेरि तल जाने है। अब फेरि पुरा उठ्ने, पुरा यो सिधा हुनु पर्यो। 1 2 3 4 5 6 7 8 9 10। तर यो बसेको हुनुपर्छ। यो त्यो अलिकति एकदम योगा चाहिँ अब बिहान डेली एकदम आधा घन्टा पुरै गर्ने है। सबै काम छोडेर दुनियाँ दिवाना, नत्र भने समस्या पर्न सक्छ। किनभने अब यो उमेरमा, यत्रो यो भर्खरको उमेरमा यार भुँडी के अरे त्यो 10 महिनाको जस्तो भइसकेको छ होइन। अब त्यस कारणले त्यो होइन। अब फेरि 1 2 3 4 5 6 7 8 9 10 तल जाने है। अब यो दुईटै खुट्टालाई समाउने, त्यो पनि समाउने। अब अलिकति अब अहिले नयाँ छ, अलिकति तन्काउने मात्रै, टाउको उठाउने, तन्काउने कति सकिन्छ आफूले पुरा एकदम है। तागत त्यो भित्र नसाहरू पुरा तन्कियोस्, तागत लागोस्। 1 2 3 4 5 6 7 8 9 10 है। यो हो होइन तरिका। यसको चाहिँ तरिका के हो भने, अलिकति शर्त म देखाइदिन्छु। यसको चाहिँ तरिका के हो भनेदेखि यो छ नि, अब अहिले खाली पेट छ हाम्रो होइन, खाली पेटैमा यो सबै उठ्छ, जम्मै उठ्छ है। यसरी गर्ने हो। पसारिन्छ, एउटा खुट्टोलाई यसरी ल्याउने, यो यहाँ समाउने हो। यो पुरै अचक्ने है। 1 2 3 4 5 6 7 8 9 10। त्यहाँ अलिकति चसक्क भयो ठाउँमा एकदम। 1 2 3 4 5 6 7 8 9 10। यसले त्यो मात्रै काम गर्ने होइन कि। यो एउटा योग गरियो भने चाहिँ हामीहरूको 8 10 वटा बिमारलाई काम गरेको हुन्छ। यसले ग्यास्ट्रिकलाई, पवनमुक्त आसन, यो पवनमुक्त आसन छ नि, यो ग्यास पनि जाने, कब्जियतहरू, यो ग्यास्ट्रिकहरू सबै अब त्यसलाई त्यसो गर्छ। अब दुईटा खुट्टा लाने,
म एक एकचोटि देखाउँछु गर्नुपर्ने घरमा आफूले हो जोडले च्याप्ने हो त्यसरी तागत लगाएर 1 2 3 4 5 6 7 8 9 10 यो भयो हैन अनि अब यतिकै फेरि गर्ने र उता यो हात त चेक्नुपर्छ यार चेक्नुपर्छ हो उता फर्काउने यस्तो जाने नछोड्ने है त्यो अब यतापट्टि आउने हो हैन यो अब सिधा गर्ने है अब हामीले हिजो हामीले के गर्यो मतलब हिपले मात्रै अनि यो पनि उठाउने हो अब हात खुट्टा नि उठाउने हो 1 2 3 4 5 6 7 8 मेन कुरा त्यही हो यो भुँडीलाई घटाउनलाई यसरी बस्छ जस्तै यो छ नि यो घटाउनलाई सधैँ घटाउनलाई मैले एउटा आइडिया भनिदिएको एकदम यो मन्त्र तन्त्र रत्तिकै हो यो भुँडीलाई यदि घटाउनु छ भने यो गर्न सकिँदैन भने यो भुँडीलाई भित्र लाने यो गरेर 30 सेकेन्डसम्म सास रोकेर बस्ने एकपल्ट गरिहेर एकपल्ट पुरै कतिसम्म भित्र जाँदो रहेछ हेरौँ अब हाम्रो खाली पेट छ खाली पेट हुँदा पनि यस्तो भुँडी छ भने अनि यो ल पुरै भित्र लैजाउँ पुरै भित्र पहिला सास अनि हालेकै बेलामा पुरै भित्र लैजाउँ पुरै अझै अनि रोक्ने अब 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 टाइट 30 सेकेन्ड गन्ती गर्ने ट्याक्क रोक्दाखेरि ठक्कै एकदम त्यो 7 दिनभित्रमा त्यो पेट घट्नु थाल्छ त्यस्तो हो नि यो एकदम नाइटोभन्दा तल यसो गर्ने ठ्याक्क होइन त्यसरी नै यो ठ्याक्कै राख्ने आफ्नो हो सास रोकेर नि सास थाल्ने पुरै सेकेन्ड रोक्ने यसरी अनि अब यो आइडिया पनि गर्ने पेट हट्ने नै हो यो बोसो सबै जान्छ त्यो हलिने त हलिन्छ नि त हो त्यो जति हुन्छ त्यो पहिला त मेरो पनि कहाँ हुन्छ त नि अब त्यही हो डेली गर्ने आज जाने नै हो त्यसो भए चेकअप नगराउने चेकअप अब यो गर्नु पर्यो नि यसको होइन अब यसलाई केही उपाय लागेन भने अब फापरको पिठो हुन्छ नि मैले धेरै साथीहरूसँग पनि सिकेको हो मैले खाँदैछु हामीले गर्दैछौँ अब नसा जति च्यापिएको छ जति गर्दा सन्चो भएको छैन योग प्राणायाम गर्दा पनि सन्चो भएको छैन भने योग प्राणायाम गर्दा त सन्चो त हुन्छ भएको छैन भने पनि त्यो फापरको पिठो 1.5 चम्मच ठक्क मनमन तातो पानीमा थोरै पानीमा हाल्ने पहिला फिट्ने मजाले अनि 1 गिलास त्यो हिजोको तातो पानी चिसो भएको जस्तो बिहान खाली पेटमा खाने हो झुक्क उठ्ने बित्तिकै थर्मसमा राखेको हुन्छ त्यो पानी सल्ल हाल्ने अनि फिट्ने फेरि मजाले सट्ट आँखा चिम्लेर 1 गिलास खाइदिने डेली अनि त्यस पछाडि आधा घन्टा पौने घन्टा पछाडि खाना खाने त्यो गर्नु चट हुन्छ अब मसाज तेलहरू अब यस्तो गराएर चाहिँ अब कुनै चिज लगाएर मुभहरू केही लगाएर सन्चो भएपछि अनि यो प्राणायाम गर्ने होइन त्यसो गर्ने ल अब यी बाबु जाँदैछ अरे मेरो भतिजो अब कञ्चनपुर महाकालीबाट आएको होइन मलाई मसाज तेलको लागि तेल सेल पनि ल्याइदिएको थियो अनि यो अब हिजोदेखि नै आराम भइगयो अब अहिले पछि खाना नखाउन्जेली खाली पेटमा म सिकाइदिइरहन्छु तपाईँहरू पनि यसो हेर्नुहोस् गर्नुहोस् जे कुरा छ कमेन्टमा लेख्नुहोस् म भनिदिन्छु रिप्लाई गरिदिन्छु है सबै कुराहरू सन्चो हुन्छ धैर्य राख्नु पर्यो रेस्ट गर्नु पर्यो शरीरलाई रेस्ट दिनु पर्यो जे कुरामा पनि बाई बाई है त।